बाल फुल्न लाग्यो भने आयो, कालको सूचना आइसक्यो। अनि दोस्रो चिठीमा के हुन्छ? आँखा कमजोर हुन्छन्। अब मेरो चिठी पठाएँ, सावधान मेरो भजन आँखा बन्द गर, खुब फिल्म हेरिस, खुब हेर्ने कुरा हेरिस, नहेर्ने कुरा हेरिस। अब त आँखा बन्द गरेर मेरो ध्यान गर, कमजोर भए आँखा। मान्छेले भन्छ होइन चस्मा लगाएर भए नि हेर्छु भन्छ। तेस्रो चिठी हो भगवानको, कान बन्द हुन्छन्, कानले सुन्न छोड्छ। दुई चारजना बसेर कुरा केही सल्लाह गर्दै गरे पनि मेरा कुरा काट्दैछन् यसले, म सुन्दैन नि त, म सुन्दैन, मेरा कुरा काट्दैछन् भन्छ। त्यो चिठी पनि सुन्दैन, इयरफोन लगाउँछ। इयरफोन लगाएर भए पनि भगवानले के भन्नुहुन्छ त्यसलाई, कान बन्द भयो, अब चुपचाप बाहिरका निन्दा चुगली अरूका कुरा काटेका नसुन, भगवानको ध्यान गर, मेरो शरणमा आउने बेला भइसक्यो भन्नुहुन्छ भगवान। अनि त्यसपछि अर्को घन्टी बजाउनुहुन्छ, अर्को चिठी पठाउनुहुन्छ। अर्को चिठीमा अफिसभित्र बसेका 32वटा कर्मचारी राजीनामा दिन्छन्। 32वटा कर्मचारी दाँतहरू निस्किन्छन्। चना खाइस, माछा खाइस, मासु खाइस, खूब मटर चबाइस, खूब खाइस, अब त सावधान हो, अब त सातु घोलेर खा, दूध दही पी, खिचडी खा, दाँत झरे तेरा, अब त भजन गर, नखाने कुरा छोड सब भनेर भगवानले दाँत झाडिदिनु भएको के। अनि हामी के गर्छौं? अलि धनी भयो भने सुनका धान लगाउँछौं, धनगढी जान्छौं सुनका धान लगाउँछौं, अलि कम धनी भयो भने चाँदीका दाँत लगाउँछौं, आर्टिफिसियल दाँत लगाउँछौं। तर खाने कुरा खाएरै छोड्छौं। आफूले खान बानी परेको जिब्रो, स्वादे जिब्रो, 2 अंगुलको स्वादे जिब्रोलाई परेको बानी छोड्न सक्दैनौं। यो दुई अंगुलको जिब्रोलाई कन्ट्रोल गर्न सक्दैनौं। अनि आफूलाई हामीले वीर भन्छौं, बहादुर भन्छौं, वीर बहादुर भन्छौं आफूलाई। असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय। थाहा सबैलाई छ फेरि यो कुरा। मानव जीवन मर्ने हो, मर्नको लागि आएको हो। सबै प्राणी मर्छन्, तर मानव जीवन मुक्ति गर्नको लागि मुक्तिको द्वार हो। थाहा सबैलाई छ फेरि। यो सत्संगले याद दिलाउँछ, बार बार गजगजाउँछ। रामचन्द्र कति जन्म बिताई अहिले मैले, 84 लाख जुनीमा घुमी फेरि अहिले। यस्तो अमूल्य नरको जुनी मैले पाएँ, केही काम गर्न नसकेर यसै बिताएँ। 84 लाख जुनीमा कुकुर, बदेल, भैँसी, भ्यागुतो, मुसो, चरा चुरुङ्गी, किरा कमिला हामी सब बनिसकेका छौं। सब बनेर हामी मानव बनेका हौं। एउटा ठुलो घेरबार छ, त्यो घेरबारको बीचमा एउटा मात्र ढोका छ। अन्धा मान्छे छाम्दै छाम्दै दिवार छाम्दै छाम्दै जान्छ। ढोका आयो भने भित्र पस्छु भन्छ। अनि ढोका आउने बेला हात गल्छ अनि हात यसरी बाँध्छ, हात बाँधेर हिँड्छ, अनि त्यो ढोका छुट्छ। त्यो मानव चोला त्यस्तो ढोका हो। मुक्तिद्वार हो मनुष्य चोला। हा रामचन्द्र कति जन्म बिताई अहिले, 84 लाख जुनीमा घुमी फेरि अहिले। यस्तो अमूल्य नरको जुनी मैले पाएँ, केही काज गर्न नसकेर यसै बिताएँ। मर्ने बेला पछुतो हुन्छ के। रगत हुँदासम्म, पद प्रतिष्ठा हुँदासम्म, धन सम्पत्ति, परिवारजन, आफन्त सब हुँदासम्म अलि जोश जाँगर आउँछ, होसमा हुँदैन मनुष्य। जब काल आउँछ नि, काल आयो भने बल्ल होस आउँछ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनभरि कस्ता कविता लेख्नुभयो। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, सात कसरी लाने हो। गरिबहरूको सेवा गर, दुखीहरूको सेवा गर। उपदेश राम्रै हो त्यो पनि, तर त्यो भन्दा पनि मुख्य उद्देश्य त अन्तिममा मर्ने बेला याद आयो।
लक्ष्मीप्रसाद देवकोटाले मृत्युशय्याबाट कविताको शीर्षक छ। मृत्युशय्याबाट एउटा कविता भन्नुभएको छ। रहेछ संसार निशा समान, भएन जिउँदै रहदा नि ज्ञान, न ज्ञान भो भक्ति न भो विवेक, आखिर श्री कृष्ण रहेछ एक। मृत्युशय्याबाट भन्नुभएको महाकवि लक्ष्मीप्रसाद देवकोटाले। रहेछ संसार निशा समान, भएन जिउँदै रहदा नि ज्ञान। आजसम्म मलाई ज्ञान भएन भन्नुहुन्छ। जिउँदो हुँदासम्म मलाई ज्ञान भएन, मर्ने बेला बल्ल होस आयो, समय रहेन। यो कथा सुन्नको, भागवत सुन्नको, सत्संग गर्नको मतलब यही हो। समयमा होसमा आऊ, होशियार रहौ। हामी मानव हौं, होशियार रहौं। समयमा भगवानसँग हामी नाता जोडौं, हामी भगवानका बनौं। संसारका कर्म सबै गरौं। यसको मतलब कामकाज छोडौं भनेको होइन। भीष्म पितामहको चरित्र आउँछ आज। कामकाज छोडौं भनेको होइन, कर्म सबै गरौं। करसे कर्म करहौं विधि नाना, मन राखौं जहाँ कृपा निधाना। मनमा भगवानलाई बास गरौं।